प्रिय डायरी। क्याफेको उदाङ्गो झ्यालबाट उसलाई देखेँ। सडक पारीको सैलुनबाट त्यो मानिस हातमा केही किताब पत्रिका बोकी बाहिरियो। केस भर्खरै खौरिएको त्यो फ्रेस मनुष्यलाई देखि म तत्कालै आकर्षित भइगएँ। उसित कफी पिउन मन लाग्यो। क्याफेको काउन्टरमा कफीको पैसा तिरेँ। साउनीले रु 100 को खुद्रा खोज्न थालेपछि मेरो धैर्यले शिवजीको नटराज डान्स देखाउन थाल्यो। साउनीलाई भन्नुपर्ने भयो, साउनीजी हतार पो भयो यार, खुद्रा राख्नुहोस्, पछि हिसाब गरौँला। फटाफट सडकमा निस्केँ। त्यो चिन्डेलाई खोजेँ। ऊ गएको बाटो पछ्याउँदै ग्वारको चोकसम्म पुगेँ। ऊ कतै देखा परेन। गुण सिनेमा हलसम्म गएँ। उसको अत्तो पत्तो थिएन। डर्टी पिक्चरको पोस्टरमा देखा परेकी विद्या बालनको डर्टी पोज हेरेँ। दिमागमा डर्टी चिजहरू चलमलाउन थालेपछि म पनि त्यहाँबाट लापता हुने मनोदशामा पुगेँ। केस कर्तनालयमा टुप्लुक्क देखा परे। सदाझै तस्मिनले स्वागत गर्यो। उसलाई सोधे, अभी कुछ देर पहले यहाँ से एक आदमी क्लीन शेव्ड होकर निकला था, पता है तस्मिन वो कौन था? उसले भन्यो, पता नहीं दाई, वो कौन था, कहाँ से आता है, कहाँ जाता है, कुछ भी पता नहीं, लेकिन 2-3 हफ्तों में एक बार जरूर आता है। कभी तो ऐसा लगता है कि वो फिरोज खान है। कौन फिरोज खान? सोधे। बलिउड का बाफ, उसले भने। बाफ रे बाफ, यो त अलि खतरनाक कुरा भइगयो। दिवंगत भारतीय अभिनेताबारे तस्मिनले मलाई केही फिल्मी टनिक खुवायो। सैलुनको सिंहासनमा बसेँ र उसलाई मैले भने, तस्मिन मुझे भी आज फिरोज खान बना दो। यसरी आज 25 दिसम्बर 2011 मा म फिरोज खान बने, अर्थात् चिन्डे बने। बीचमा मेरो टुप्पी समाउँदै तस्मिनले भने थियो, इसका क्या करना है दाई, सबको फाड़ डालो। मैले भने। पोस्टरमा माधुरी दीक्षित मुस्कुराइरहेकी थिए। जिल्ल पर्दै एकछिन हेरेँ। उही अनुहार, उही केश राशि, अनुहारको बायाँ गालाको उही प्रख्यात डन्डीफोर। प्रिय डायरी, माधुरी दीक्षितको चिठी मैले कहाँ हराएँ? स्थान प्रहरी विद्यालय साँगा, काल 2046 साल। चिलाउनेका रुखहरू लुतो लागेको भुसिया कुकुर चाहिँ बेसरी आफ्ना आङ कनाइरहेका थिए। त्यो साँझ अङ्ग्रेजीको गृह कार्यमा मेरो मन आत्महत्या गर्दै थियो। टी.एस. इलियट बुढाको कविताले हैरानै पार्यो। टु हेल विथ इलियट भन्दै किताब कापी बन्द गरे। यस्तैमा क्लासरुमको ढोकामा देखा पर्यो गान्टे पोस्टम्यान। वास्तवमा त्यो पोस्टम्यानको नाम के थियो? त्यसको नाम थाहा नपाएकोमा बडो पीडा महसुस हुन्छ कहिलेकाहीँ। त्यो हल्कारा हप्ताको हरेक बिहिबार साँझ हाम्रो स्कुल आउँथ्यो र चिठीहरू बाँडेर जान्थ्यो। केही समय अघि हेरेको चिनिया फिल्म पोस्टम्यान इन द माउन्टेन्सले मलाई नोस्टाल्जिक बनाइदिएको थियो। तर ऊ चिनिया अवश्य थिएन। उसको खद्दरको झोलामा हाम्रा चिठीहरू हुन्थे। त्यो झोलामा केही रहस्यहरू लुकेका हुन्थे। पोस्टम्यान खुसुक्क झोलाबाट एउटा चिठी निकाल्थ्यो र नाम सुनाउँथ्यो। त्यो भाग्यमानी विद्यार्थी ऊ सामु उभिन्थ्यो र चिठी लिन्थ्यो। साँगाको त्यो प्रहरी आवासीय विद्यालयमा देशभरबाट जम्मा भएका विद्यार्थीहरू बसोबास गर्थे। होस्टलमा आफ्ना चिचिला आयु गुजार्ने हामी एक प्रकारले भन्ने हो भने अर्ध अनाथ थियौँ। म नाथेलाई चिठी पठाउने कसले? तर त्यो साँझ अचम्मै पो भयो। मेरो नाममा चिठी आयो। पोस्टम्यानले मेरो नाम उच्चारण गर्दा मैले आफ्नो कानलाई अविश्वसनीय पाराले सुने। भ्रम भयो, तसर्थ टुवा परे। दोस्रो पटक पनि उसले मेरो नामको डाँको छाडेपछि म ऊ सामु गई ठिङ्ग उभिएँ। उसले मलाई एउटा चिठी दियो। कुन स्वाटले ठट्टा गरेछ। खाममा टाइपराइटर प्रिन्टेड बोल्ड अक्षर पढे, कुमार नगरकोटी। चिठी खोले। खामभित्र एउटा फोटो थियो। फोटोमा माधुरी दीक्षित मुस्कुराइरहेकी थिए, आफ्नो प्रख्यात डन्डीफोरसितै। उसको रस माधुर्यमा मेरो निरस मन मुग्ध भएको पत्तै पाइन। फोटोमा उसैको हस्ताक्षर थियो, कर्सिभ ह्यान्डराइटिङमा, विथ लभ फ्रम माधुरी दीक्षित। प्रिय डायरी, आइरन म्यान दुब्लो पातलो थियो। होस्टेलमा ऊ हाम्रो युनिफर्ममा इस्त्री लगाउन आउँथ्यो। फलामको इस्त्री ऊ ज्यादै बल गरी उचाल्थ्यो। आइरनको तुलनामा आइरन म्यान चाहिँ निकै हलुको लाग्थ्यो। यति हलुको कि ठुलो बतासले ऊ बताससितै उडी साँगाको डाँडामा ठोकिन्थ्यो सायद। ऊ हरेक शनिबार आउँथ्यो। आइरन म्यानले हाम्रा निम्ति म्यागजिनहरू ल्याइदिन्थ्यो। एक प्रकारले त्यो तस्करी जस्तै थियो, म्यागजिनको स्मग्लिङ।
त्यो अवैध काममा ठुलो जोखिम थियो, तर ऊ जोखिम मोल्न रुचाउने आयरन म्यान जो थियो। हामी डबल पैसा तिर्थ्यौँ। केटाहरू प्राय स्पोर्ट्स वर्ल्ड, डेबोनियर जस्ता म्यागजिनको डिमान्ड गर्थे। निलो चोली र लुकेको समाज टाइपका किताबहरू होस्टलमा हिट भएका थिए। आयरन म्यानले मेरा निम्ति फिल्मी पत्रिकाहरू ल्याइदिन्थ्यो। मायापुरी, फिल्म सिटी, फिल्मफेयर, सिने ब्लिज इत्यादि। त्यस्तै कुनै पत्रिकामा माधुरी दीक्षितको ठेगाना पाएको थिएँ। पाली हिल, बान्द्रा, यस्तै केही। 80 को दशकका इन्डियन हिरो हिरोइन भिलेनहरू प्राय त्यतै कतै बस्थे। प्रिय डायरी, म पोस्टकार्ड पुस्ताको मनुवा हुँ। मेरो पुस्ताका फ्यान्सी युवा युवतीहरूले पोस्टकार्ड सङ्ग्रह गर्दै केही आयु अवश्य फ्याँकेका छन्। सिनेमाको ठुलो क्रेज थियो। हामी हिरो हिरोइनलाई चिठी लेख्थ्यौँ र आफ्ना फ्यानहरूलाई उनीहरू पनि चिठी पठाउँथे। र एक दिन कालिदासको मेघदूत शैलीमा मैले माधुरी दीक्षितलाई चिठी लेखेको थिएँ। लैजा ओ मेघदूत मेरो चिठी, भारतवर्षमा राज गरेकी माधुरी दीक्षितलाई। माधुरी दीक्षितको चिठी पाएर म स्कुलको छोटे मोटे हिरो नै भएँ। स्कुलका साथीहरू माझ ईर्ष्याको विषय बने। त्यसो त माधुरीले केही अशुभ सङ्केत पनि लिएर आएकी थिए। लफडादायी घटनाहरू भए। सामाजिक शिक्षा पढाउने गुरुले एक दिन सोधे, ओइ नगरकोटी, माधुरीको फोटो आछ रे तँलाई? हो, यस सर भने। देखा न त त्यो मुला माधुरी दीक्षितलाई एकपल्ट हेरौँ। मुला भन्ने उनको थेगो स्कुलभरि प्रख्यात थियो। दोस्रो विश्वयुद्धको पाठ पढाउने बेला उनी यसो भन्ने गर्थे, त्यो मुला हिटलर फासिस्टहरूको बाउ हो। अर्को मुला एउटा फासिस्ट छ नि, नाम भुले, कुन चाहिँ मुला हो रे त्यो? इटालीको त्यो मुला मुसोलोनी हामी मध्ये कसैले भन्थ्यो। हो, त्यही मुला मुसोलोनी। गुरुलाई मैले माधुरी दीक्षितको फोटो देखाएँ। उनले दारी कन्याउँदै भने, फिल्ममा 1 2 3 4 5 6 7 8 9 10 11 12 13 भनी डान्स गर्ने मुला माधुरी दीक्षित यही हो? आर यु स्योर? अफ कोर्स यस सर, देयर इज अर सिग्नेचर, यु क्यान सी इट। मैले फोटोमा माधुरी दीक्षितको दस्तखत देखाएँ। माधुरीको ग्रेटेस्ट दिवाना निस्क्यो एउटा साथी। मेरो पछि लागै छ। मेरो निम्ति ऊ जुका जस्तै भइदियो, जो खुट्टाको औँलाको कापमा मात्रै रगत चुस्ने होइन, बरु मेरो घाँटीमा प्राय झुन्डिने टाइको गाँठोसम्म आइपुग्यो। रगत चुस्न, ड्राकुला चाहिँ। ड्राकुला मलाई फकाउँथ्यो, तँलाई 1 हप्ताभरिको ब्रेकफास्टको अन्डा, पाउरोटी, बटर, जाम, कफी सबै दिउँला, माधुरी दे न यार। मैले दिन्न भने। ड्राकुला यसै हार मान्नेवाला थिएन, अझै फकाउँथ्यो, हप्ताभरिको चिकन करी तँलाई नै भयो, मलाई माधुरी दे न यार। आखिर तँ मेरो बेस्ट फ्रेन्ड होइनस्? जवाफमा बेस्ट फ्रेन्ड त हुँ, तर तँलाई माधुरी दिन्न भन्थे। फ्रेङ्कली स्पिकिङ, म माधुरीको डाई हार्ड फ्यान थिइनँ र अहिले पनि होइन। माधुरीको अद्भुत फ्यान त ड्राकुला नै थियो। स्वर्गीय भारतीय पेन्टर मकबुल फिदा हुसैन चाहिँ ड्राकुला माधुरीको प्रेममा फिदा थियो। माधुरी अभिनीत हम आपके है कौन जस्तो फ्यामिली मेलोड्रामा मैले रुचाउने कुरै भएन। उनीद्वारा अभिनीत हिट फिल्म प्रेम प्रतिज्ञा, बेटा, दिल पनि साधारण लागेका हुन्। वजुद फिल्म चाहिँ नाना पाटेकर भएकैले 4 पटक मनोकामना हलमा हेरेको। ड्राकुलाले माधुरी दे कि दे भनी मरिहत्ते गर्दा पनि मैले दिइनँ। आजकल सोच्दा लाग्छ मैले दिन नमान्नुमा एउटै प्राथमिक कारण रहेछ, त्यो हो पोजेसन। माधुरीको फोटो मेरो पोजेसन थियो, जसलाई म कुनै पनि हालतमा गुमाउन चाहदिनथे। जीवनमा यस्ता कुरा हुँदा रहेछन्। काङ्ग्रेसको पोजेसन विश्वेश्वर प्रसाद कोइराला, कम्युनिस्टको पोजेसन कार्ल मार्क्सहरू यसै गरी निर्मित हुँदा हुन्। माधुरी दीक्षितलाई मैले खाममा डायरीभित्र जतनका साथ राखेको थिएँ, तर एउटा दुर्भाग्यपूर्ण दिनमा ऊ हराई बेपत्ता भए। सिरानी मुनि लुकाइराखेको मेरो गाढधन हरायो, चोरी भयो। कुन लुटेराले मेरो सम्पत्ति पोजेसन लुट्यो? डर्मेटरीको आफ्नो ओछ्यानमा एका बिहानै म अल्पत्र अवस्थामा थिएँ। विद्यार्थीहरू सबै बिहानको कवाज खेल्न गइसकेका थिए। होस्टल वार्डन मेरो कराते गुरुले मलाई ग्लुमी मुडमा देखेर भने, ओइ नगरकोटी, के भो, उदास छस्? मैले कमजोर आवाजमा भने, गुरु, मेरो माधुरी दीक्षितको चिठी हरायो, कसैले चोरिदियो। कराते गुरुको म असल चेलो थिएँ। उहाँले सान्त्वना दिँदै भन्नुभयो, चिन्ता नले, फेला परिहाल्छ, बरु भन् तँलाई को माथि शङ्का छ? मनोज तिवारी, विनोद सिंह, किरण श्रेष्ठ, मैले नाम लिए। यसरी मैले आदका साथीहरूलाई शत्रु बनाएँ। अन्ततः ड्राकुलाले गल्ती स्वीकार्यो। हामी सबै डिनर खाँदै गर्दा
ऊ सुटुक्क मेरो ओछ्यानमा पुगेछ। सिरानी मुनिबाट माधुरी दीक्षितको फोटो लिएछ। गुरु समक्ष उसले कान समाउँदै भन्यो, गुरु, आइन्दा यस्तो चोरीको काम कहिल्यै गर्दिन। गुरुले भन्नुभयो, लौ त अब ठिक छ, जा कुमारसित माफी माग। आफ्नो कान उसले अझै समाति राखेकै थियो। आँखा पिलपिल गर्दै उसले मसित भन्यो, आई एम रियल्ली सरी कुमार। ड्राकुलाको मलाई धेरै माया लागेर आयो। उसले रुन सकिन, मन अमिलो भएर आयो। माधुरी दीक्षितलाई धिक्कारे। केही समय अघिको अङ्ग्रेजी क्लासको सम्झना झलझली आँखामा आयो। गुरुले हामी सबैलाई तिमीहरू भविष्यमा के बन्न चाहन्छौ भनी पालै पालो सोध्नु भएको थियो। हामी सबैले पाइलट, डाक्टर, गायक, इन्जिनियर टाइपका उत्तर दिएका थियौँ। ड्राकुलाले भनेको थियो, सर, माई एम इन लाइफ इज टु बी अ गुड म्यान इन द फ्युचर। अङ्ग्रेजी गुरुले उसलाई धाप मार्दै भन्नुभएको थियो, द्याट इज द बेस्ट आन्सर। तर यस बेला त्यो गुड म्यान कान समाउँदै रुँदै मसित माफी मागिरहेको थियो। यो सबको जड माधुरी दीक्षितको चिठी थियो। ड्राकुला मेरो बेस्ट फ्रेन्ड थियो। एक मनले त भने, यार नचोरेको भए हुन्थ्यो। त्यसपछि ड्राकुला र मेरो दोस्ती कट्टी भयो, सदा सदाका निम्ति टुङ्गियो। त्यसबेला खिन्न भएको म आजसम्म जब जब त्यो घटना सम्झन्छु खिन्न हुन्छु। ड्राकुलाले माधुरी दीक्षितको फोटो फिर्ता गर्यो। प्रिय ड्राकुला, यदि तैँले यो सुनिरहेको छस् भने मलाई माफ गरिदे यार। स्थान राजहा, नेपालगञ्ज, काल 2047 साल। घरेलु या घरायसी वातावरणदेखि सदा सुदूर अर्थात् होस्टेलमा बसेका कारण हुनुपर्छ म जीवनमा कहिल्यै घरेलु या डोमेस्टिक जीव बन्न सकिनँ। वार्षिक बिदामा घर गइन्थ्यो, घर पनि कहिले कथा कहिले कथा। आफ्नो 27 वर्षको प्रहरी सेवाबाट अवकाश लिएपछि बुबाले नेपालगञ्जको राजा एयरपोर्टमा एउटा होटल किन्नुभयो। स्कुलको छुट्टीमा घर जान्थे। घरमा प्राय कमै बस्थे। टाँगा चढी फिल्म हेर्न निस्किहाल्थे। एक दिन बुबाले मेरो डायरीमा माधुरी दीक्षितको तस्बिर फेला पार्नु भएछ। साँझ फोटो देखाउँदै भन्नुभयो, यो कुन केटीको फोटो हो भने। माधुरी दीक्षितको। तेरो डायरीमा चाहिँ कसरी आई? बुबाको प्रश्न। मैले सम्पूर्ण बेली विस्तार गरेँ। माधुरीलाई चिठी पठाएको कुरा गरेँ। तँलाई बोर्डिङ स्कुलमा पठाएको हिरोइनलाई चिठी लेख्नको लागि हो? बुबाको प्रश्न। होइन बुवा, मेरो उत्तर। यस्तो लाग्थ्यो म कुनै प्रहरी अधिकृत सामु उभिएको कुनै निरीह कन्स्टेबल हुँ। इन्टरोगेसन जारी थियो। म दिक्क मान्दै गएँ। माधुरीलाई धिक्कारेँ। एक बारको जुनीमा आउने बैंसले मलाई पनि के बाँकी राख्थ्यो र? प्रेमको माया नगरीमा पर्यटक बन्नु त थियो नै, प्रेमको परीक्षामा म उत्तीर्ण त हुनै पर्थ्यो नि। एक दिन बुबालाई भने, मलाई हिरो साइकल चाहियो। कुन चाहिँ हिरोइनलाई लिफ्ट दिनु पर्यो? बुबाको प्रश्न। मेरी हिरोइन थिए चौलागाई थरकी एक युवती निर्मला। ऊ साइकल चलाउँथे। नेपालगञ्जका युवती किशोरीहरू प्राय साइकल चलाउँथे। टाँगामा चढी फिल्म हेर्न जाँदा मलाई अप्ठ्यारो लाग्न थालेको थियो। आफ्नै हिरो साइकल चढी म राज कपुरको मेरा नाम जोकर अनि दिलीप कुमारको मुगले आजाम हेर्न चाहन्थे। नाथे कुमार, वर्षमा एकपल्ट घरमा छुट्टी मनाउन आउने तँलाई किन चाहियो साइकल? फेरि तँलाई साइकल चलाउन पनि आउँदैन? बुवाले भन्नुभयो। साइकल चलाउन सिक्छु भने। साँच्चै सिक्छस् त? जरुर सिक्छु। अर्को दिन बुबाले साइकल किनिदिनु भयो। साइकल किन्न बाउ छोरा बजार गयौँ टाँगा चढी। फर्कदा नयाँ साइकलमा आयौँ। म पछिल्लो सिटमा बुबालाई च्याप्प कम्मरमा समाती नेपालगञ्जका सडकहरूमा गुडेँ। पछि मिस चौलागाईले मलाई साइकल चलाउन सिकाए। उसको पनि पारिवारिक होटल थियो, हाम्रो होटलसितै जोडिएको। 8 छोरीमध्ये ऊ साइली थिए। साइकल ट्रेनिङ कालमा मैले उसलाई मन पराएँ, स्लो मोसनमा। हप्ता दिनभित्रै उसले मलाई पर्फेक्ट बनाए साइकल चलाउन। त्यसपछि उसलाई साइकलमा लिफ्ट दिई फिल्म हेर्न जान सक्ने भए। नेपालगञ्जमा 2टा फिल्म हल थिए। दुई बीच दरो कम्पिटिसन चल्थ्यो। एउटा हलमा मुझे जीने दो चल्दा अर्को हलमा जीने नहीं दूंगा चल्थ्यो। नेपालगञ्ज नगएको अब त धेरै भयो। ती 2 हलका नाम पनि बिर्सिसके। कथाकार नयनराज पाण्डेलाई सोधुला भनी सम्झन्छु, तर नयनराजसित प्राय भेट हुँदैन। मिस चौलागाईले एक दिन अनएक्सपेक्टेड लभ लेटर मेरो हातमा थमाइदिए। हामी रुपेडियाबाट साइकलको पछाडि चिनीका झोलाहरू बोकी फर्कदै थियौँ। राजा चोकको प्रख्यात आलु पराठा पसलमा उसले मलाई त्यो प्रीति पत्र दिएकी थिए। साँझको बेला थियो। सूर्य पश्चिमको आकाशमा मलिन हुँदै थियो। उसले यति मात्र भने, कुमार, यो चिठीलाई घरमा गई पढ्नु। त्यो प्रेमिल आदेशलाई मैले नस्वीकार्ने कुरै थिएन।
साँझ आफ्नो कोठामा पत्र खोले। त्यस पत्रमा उसको एउटा तस्बिर थियो। राम्रो लाग्यो। त्यो फोटो सायद उसले कुनै स्टुडियोमा खिचेकी थिए। चिठीमा चाहिँ उसले के लेखेकी थिए बिर्सेँ। जीवनको पहिलो प्रेमको जवाब मैले सायद कुनै कविता पो लेख्नु पर्थ्यो, तर त्यस्तो पवित्र कर्म गर्नेतर्फ मेरो ध्यान गएन। बरु देवनागरी लिपिमा चिठी लेखेँ, नयाँ खाममा त्यसलाई घुसारेँ। उसले फोटो पठाएकी थिए, तर मसित आफ्नो कुनै फोटो थिएन। त्यसै बखत देउता खोज्दा ढुङ्गा मिले जस्तो भयो। नेपाली उखान उल्टियो। डायरीमा माधुरी दीक्षितको चिठी थियो। त्यसलाई आफ्नो लभ लेटरमा प्याक गरेँ। भोलिपल्ट उसलाई त्यो चिठी दिएँ। चिठीमा मैले के लेखेको थिएँ? चिठीमा मैले लेखेको थिएँ, प्रिय, तिम्रो चिठी दामी लाग्यो। तिमी मलाई प्रेम गर्दै रहेछौ थाहा पाउँदा खुसी लाग्यो। मेरो जाडोको छुट्टी क्रमशः समाप्त हुँदैछ। म पुनः बोर्डिङ स्कुलमा कैदी बन्न जानुपर्नेछ। तिमीले मलाई साइकल चलाउनका साथै प्रेम गर्न सिकायौ। धन्य भएँ। तिम्रो माया म कसरी बिर्सुला। मसित आफ्नो फोटो छैन। मलाई 1 वर्ष अघि इन्डियन हिरोइन माधुरी दीक्षितले चिठी पठाएकी थिइन्। त्यो माधुरी दीक्षितको चिठी तिमीलाई प्रेम भेट चढाउँछु। प्रिय डायरी। त्यसरी अन्ततः माधुरी दीक्षितको चिठीबाट मैले छुटकारा पाएँ। यस्तै थियो माधुरीसित सम्बन्धित मेरो कथा। आज पनि केश कर्तनालय गएँ दारी जुङ्गा मुण्डन गर्न। भित्ताको पोस्टरमा माधुरी दीक्षित उसै गरी मुस्कुराइरहेकी थिए। उही अनुहार, उही केश राशि, बायाँ गालाको उही प्रख्यात डन्डीफोर। आज सन् 2012 को प्रथम दिन, जनवरी 1। ह्याप्पी न्यू इयर। दिनभर घाम लागेन। दिनले पुरानो दिवंगत वर्षको शोक मनाए झैँ लाग्यो। खैर, नयाँ वर्षको शुभकामना दिन चाहन्छु पोस्टम्यानलाई, आइरन म्यानलाई, ड्र्याकुलालाई, गुरुहरूलाई, मिस चौलागाईलाई, अनि अन्ततः धैर्य धारण गरी यतिन्जेल मलाई सुन्ने तपाईँलाई। भन्नेलाई फुलको माला, सुन्नेलाई सुनको माला, यो स्मृति कथा वैकुण्ठ गइजाला, भन्ने बेला मुखमा टुप्लुक्क आइजाला।